नमस्कार साथीहरू, तपाईहरू जापानमा हुनुहुन्छ र पासपोर्ट नवीकरण गर्ने तरिका थाहा नभएर अल्मलिनु भएको त छैन। आजको भिडियो म तपाईहरूलाई नेपाली दूतावासबाट पासपोर्ट नवीकरण गर्ने सम्पूर्ण प्रक्रियाहरू लिएर आएको छु। सुरुदेखि अन्त्यसम्म ध्यान दिएर हेरौँ ताकि कुनै पनि गल्ती नगरिकन आफ्नो पासपोर्ट नवीकरण गर्न सकियोस्। तपाईको पासपोर्ट हरायो या तपाईको पासपोर्टको म्याद सकिँदैछ या कुनै पनि तपाईको पासपोर्टमा गल्ती भएको छ र त्यसलाई सच्याउनु पर्नेछ या तपाईको बच्चा जन्मिएर नयाँको छु, तपाईहरुलाई हेर्न सजिलो होस् भनेर मैले स्क्रिनमा देखाइरहेको छु। तपाईहरुले यो हेरेर गर्न पनि सक्नुहुन्छ, तर पनि म केही प्रश्न पार्छु है त। त्यसपछि 1 नम्बरमा चाहिँ तपाईहरुले के गर्नुपर्ने हुन्छ भनेदेखि अनलाइन फर्म, जुन अब हामी एकछिनमा भर्ने छौं। त्यसपछि नेपाल दूतावासको यो फर्म चाहिँ तपाईको नेपालको दूतावासको वेबसाइटमा गएर मज्जाले भेटिन्छ। त्यसमा चाहिँ पासपोर्ट अहिले म देखाउँछु। त्यसमा गएर पासपोर्टको फर्म भर्ने ठाउँमा गएर अनलाइन फर्म भर्न सकिन्छ। त्यसमा कागजातहरु अपलोड गर्नुपर्ने कागजातहरु हुन्छ, पुरानो पासपोर्ट, नागरिकताको फर्म आदि इत्यादिहरु हुने भएको हुनाले त्यसलाई चाहिँ पहिला खाकुनेन गरेर के भर्नुपर्छ भन्ने कुरा चाहिँ तपाईहरुले जानेर गर्नु पहिलेदेखि सुरुमै राख्नुभयो भने अपलोड गर्न सजिलो हुन्छ। त्यो 30 मिनेट भित्र सबै काम भ्याउन पर्ने भएको हुनाले अलि ढिलो भयो भनेदेखि सम्पूर्ण काम नभ्याइन सक्छ। फेरि गर्नुपर्ने भएको हुनाले 30 मिनेटमा भ्याउनको लागि अगाडिको ठाउँमा तपाईहरुको अपलोड गर्ने कागजातहरु ल्याउनु भयो भने सानो फाइल बनाएर हाल्नु भयो भने मज्जाले आफै भर्न सकिन्छ। अपोइन्टमेन्ट लिनको लागि त्यही फर्मको चाहिँ नि सुरुमै अपोइन्टमेन्ट नलिकन त्यो फर्म भर्न नमिल्ने भएको हुनाले अपोइन्टमेन्ट त्यति बेलै लिइन्छ है त। अनि जब तपाईले फर्म भरिसक्नुहुन्छ नि, तब त्यो अपोइन्टमेन्ट लिने बेलामा चाहिँ नि यो दिन जाने हो, यो गर्ने हो भनेर चाहिँ नि तपाईले फर्म भर्नुहुन्छ। त्यही दिनमा चाहिँ दूतावासमा जानुपर्छ। तपाईले तोकिएको समय हुन्छ र तोकिएको दिन हुन्छ, त्यो चाहिँ नबिर्सनु होला। र अब रह्यो पैसाको। पैसा त तिर्न पर्यो पासपोर्टको लागि हैन र। पासपोर्टको पैसा नवीकरण गर्न चाहिँ नि तोकिएको पैसा चाहिँ तिरेपछि पासपोर्टको नवीकरणको लागि त्यो रसिद पनि त्यही दूतावासमा तिर्ने र दूतावासमै रसिद पाइन्छ। त्यो रसिद पनि एउटा एटेच गर्नुपर्ने हुन्छ, एउटा तपाईलाई दिन्छ हैन। त्यसपछि 5औं नम्बरमा चाहिँ नि तपाईको पासपोर्ट आउने कुरा चाहिँ नि तपाईले रातो जुन लेटर प्याड लिएर जानुभयो भने तपाईलाई हातमै दिन्छ। त्यो रजिस्टर चिठी जस्तो नेपालमा पुरानो पहिला जमानामा थियो, रजिस्टर चिठी जस्तो तपाईको हातमै दिन्छ। तपाईले हरियो खालको रङको, नीलो खालको रङको लेटर प्याड लिएर जानुभयो भनेदेखि त्यो चाहिँ तपाईको पोस्टमा हालिदिन्छ। र पोस्ट तपाईको सुरक्षित छ भने त नीलै खालकोमा लगे पनि हुन्छ। यदि कुनै अरु साथीहरुको चाहिँ पोस्ट अलि असुरक्षित खालको ठाउँमा भएको हुनाले म चाहिँ त मेरो हातमा दिए हुन्थ्यो भन्ने जस्तो हुनुहुन्छ भनेदेखि रातो लेटर प्याड पनि सँगै लिएर जानुभयो भनेदेखि एकदम ठिक हुन्छ। त्यो एउटा 270 जति मलाई ठ्याक्कै आइडिया भएन, तर 270 जति एउटा हरियो चाहिँ नीलो चाहिँलाई पर्छ र रातो चाहिँलाई चाहिँ 500 जति पर्छ है, 510 जति कति पर्छ। त्यो चाहिँ आफैले किनेर लिएर जानुभयो भनेदेखि तपाईलाई झन्झट हुँदैन। त्यो पनि लिएर जानु होला। पासपोर्ट अति आवश्यक पर्छ। त्यो पुरानो पासपोर्ट चाहिँ नि एटेच गर्नुपर्ने हुन्छ र तपाईको नागरिकताको प्रमाणपत्र, तपाईको नागरिकता प्रमाणपत्र यहाँ लिएर आउनु भएको छ होला। त्यो नागरिकताको प्रमाणपत्र पनि हाल्न आवश्यक छ। र त्यसपछि राहदानी नवीकरणका लागि अनलाइन आवेदन फर्म भनेको म अब सिकाउन गइरहेको त्यो अनलाइन फर्म जुन दूतावासको वेबसाइटमा पाइन्छ, त्यो फर्म भरेर त्यसको प्रिन्ट आउट गरेर लिएर जानुपर्ने हुन्छ। र तपाईले तिर्नुपर्ने हुन्छ राजधानी दस्तुर, जुन तपाईलाई लाग्ने अहिले त बढेको छ के रे, त्यो दस्तुर तिरेर हजुरले त्यो तिरेको रसिद भयो भनेदेखि तपाईहरुलाई
अरू आवश्यक कागजातहरू पर्दैन। यति भयो भने पुग्छ। र तपाईँले एट्याच गर्नुपर्ने कागजातहरू चाहिँ हुन्छ। तपाईँ अब विवाहित हो भने विवाह दर्ताको प्रमाणपत्र आदि इत्यादि कुराहरू तपाईँहरूले त्यहाँ एट्याच गर्न सक्नुहुन्छ। त्यो आवश्यक चाहिँ छैन है। त्यो विषयमा हजुरहरूले ख्याल गर्नुहोला। हामीले नेपाली एम्बेसी इन जापान भनेर हान्यो भनेदेखि मेरो सुरुमै आयो। तपाईँहरूले नि यो हान्नु होला सुरुकै है। नेपाली एम्बेसी जापान भनेर हान्नुभयो भने ठ्याक्कै यस्तो खुल्छ। हाम्रो नेपालको एम्बेसीको भवनको भएको फोटो चाहिँ खुल्छ। त्यसको वेबसाइटमा टच गर्नुहोस्। वेबसाइटमा टच गर्नुभयो भनेदेखि वेबसाइटमा है यहाँनिर टच गर्नुभयो भनेदेखि तपाईँको यस्तो कमेन्ट खुल्छ। यस्तो कमेन्ट खुलेपछि मैले यो मार्क लगाएको ठाउँ यो तीन धर्कोमा चाहिँ तपाईँ टच गर्न सक्नुहुन्छ है। तीन धर्कामा टच गर्नुभयो भनेदेखि यसमा चाहिँ पासपोर्ट हो राबेरु भन्ने चाहिँ यसमा टच गर्नुहोस्। यसमा है टच गरेपछि तपाईँको एउटा एक किसिमको हाम्रो दूतावासको फर्म खुल्छ। त्यसमा के लेखेको छ भने चाहिँ अब तपाईँको न्युजहरू नोटिसहरू पनि हेर्न मन लाग्यो भने तपाईँहरूले बेला बेलामा चेक गर्न पनि सक्नुहुन्छ। आफ्नो देशको अब दूतावास भएको हुनाले हामी जापानमै बस्ने भएको हुनाले चेक गर्दा राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र हामीले चाहिँ नि पासपोर्ट यो एप्लाई फर हेर्नुहोस् त एप्लाई फर ई पासपोर्ट भनेको ठाउँमा चाहिँ नि टच गर्नुपर्ने हुन्छ। र यसमा टच गरिसकेपछि यसमा चाहिँ नि सबै लेखेको छ। नेपाल दूतावास टोकियोबाट विद्युतीय राजधानी ई पासपोर्टको लागि प्री एन्ट्रेलमेल आदि इत्यादि लेखेको हुनाले त्यो चाहिँ तपाईँले चेक गर्न सक्नुहुन्छ है। र त्यो तपाईँहरू त्यो पढ्दै अगाडि बढ्न पनि सक्नुहुन्छ। त्यसपछि एप्लाई फर पासपोर्ट राजधानीको लागि आवेदनमा चाहिँ नि जान सक्नुहुन्छ है। यसमा टच गर्नुहोस्। यसमा टच गरिसकेपछि यहाँ चाहिँ एउटा अप्सन आफै खुल्छ। पहिलोपटक राजधानी लिने हो कि म्याद सकिएर नवीकरण गर्न लाग्नुभएको हो कि हराएर वा चोरी भएर गर्न लाउनु भएको हो कि त्यो चाहिँ तपाईँले आफ्नो के हो त्यो चाहिँ नि भर्नुहोस्। र म चाहिँ नि अहिले तपाईँहरूलाई चाहिँ रिन्युअल म्याद सकिएर राजधानी नवीकरण गर्ने प्रक्रिया चाहिँ बताउन गइरहेको छु। र यो चाहिँ लगभग एउटै प्रक्रिया भएको हुनाले तपाईँहरू कन्फ्युज चाहिँ हुनुहुन्न। मैले चाहिँ यसमा टच गरेँ। त्यसपछि यो पढेर मात्र प्री इनरोलमेन्ट गर्नु होला भनेर लेखेको छ। यो चाहिँ तपाईँहरूले लेख्न सक्नुहुन्छ। राजधानीको निवेदन पेश गर्नको लागि प्री इनरोलमेन्ट पहिलो चरण हो। लाइभ इनरोलमेन्ट गर्ने ठाउँमा गएर बायोमेट्रिक विवरण तस्बिर खिच्ने औँठा छाप लगाउने आदि इत्यादि गर्न पर्ने हुन्छ भन्ने यस्ता यो अरू धेरै कुराहरू लेखेको छ। तपाईँहरूले यसलाई चाहिँ अध्ययन गरिसकेपछि तपाईँले कति पेजको हो भनेर चाहिँ पेज चाहिँ छनौट गर्नुपर्ने हुन्छ। पेज चाहिँ अब हामी चाहिँ नि धेरै अब विदेश नजाने यही जापानमा मात्रै बस्ने भएको हुनाले अब धेरै नै तपाईँ हिँड्नुहुन्छ धेरै नै पेजहरू युज हुन्छ भिजा लगाइराख्नुपर्छ भनेर 66 पेजको लिँदा राम्रो। नत्र 34 पेजको भए पनि हामीलाई किन पुग्छ। तर यसमा पैसा फरक पर्ने भएको हुनाले म चाहिँ 34 पेजमा टच गर्छु। र प्रोसेसमा चाहिँ नि टच गऱ्यो भनेदेखि विवरण गोपनीयताको स्वीकृति तपाईँले स्वीकृति दिनुपर्ने हुन्छ। ल म स्वीकृति छ भन्नेमा चाहिँ टच गरेपछि त्यसपछि तपाईँ हामी अहिले कहाँ हो भन्नेमा नेपाल भनेर आएको ठाउँमा हामी नेपाल नभएको हुनाले अदरमा टच गर्ने। र त्यसपछि यहाँ चाहिँ नि झुक्किनै नहुने ठाउँ चाहिँ यहाँ हो। तपाईँ यो आबुधाबी दोहा पेरिस बेल्जियम यो दूतावास हाम्रो दूतावासहरू लन्डन न्यू दिल्ली बेङ्कक सौल यस्तरी आइरहेको छ। त्यसमा चाहिँ हामीले चाहिँ नि मिस्टेक नगरिकन गर्न पर्ने भनेको यानि टोकियो भन्नेमा चाहिँ टच गर्नुपर्ने हुन्छ है। अरूमा चाहिँ गरेर हुँदैन है। अरूमा गर्नुभयो भने मिस्टेक हुन्छ। र यसमा चाहिँ नि अब यहाँ चाहिँ यो बोल्ड भएको चाहिँ 25, 26, 30 गतेको चाहिँ नि हामीले चाहिँ अपोइन्टमेन्ट लिन सक्छौँ है। यसमा चाहिँ हामीले 30 गते 25 गते कुन दिन लिने हो त्यो चाहिँ लिन सकिन्छ। र सकेपछि यसमा चाहिँ नि 26 गते लिएँ मैले। 26 गते लिएपछि 26 गतेको लागि यहाँ अहिले कुनै पनि खुलेको नरहेछ। ल 25 गतेलाई लिउँ। 25 गतेमा चाहिँ यहाँ पनि देखाएन है।
महिना हेर्न सक्नुहुन्छ। अर्को महिना हेर्नुभयो भने 1 2 3 4 पनि खाली छ। र म चाहिँ नि 4 गतेको अथवा 3 गतेको, ल 3 गतेको चाहिँ मैले टच गरेँ। 3 गतेकोमा चाहिँ कुन समयमा जाने, एएममा जाने हो भनेदेखि भ्याउनुहुन्छ भने एएममा जानुहोस्, नजानु भने पिएममा पनि सक्नुहुन्छ। र एउटा समय एड गर्नुहोस्। र मैले 10:30मा राखेँ। 10:30मा राखेर यसको चाहिँ नि QICOA जस्तो लाग्छ, यो गरिहेरौँ। खुल्यो होइन। खुलिसकेपछि तपाईँले जनसाङ्ख्यिकी जानकारी एउटा, त्यसपछि यो फर्म भर्दै गएपछि नागरिकता सम्बन्धीको जानकारी अर्को है। त्यसपछि फेरि तलपट्टि एप्लिकेसन कन्ट्याक्ट आवेदकको सम्पर्क विवरणहरू, अनि यसपछि जरुरी परेमा सम्पर्क गर्ने व्यक्तिको नाम डिटेल्सहरू र तपाईँको अन्तिम हालको राजधानीको सम्बन्धी जानकारीहरू दिनुपर्ने हुन्छ। अब यो माथिका यो जनसाङ्ख्यिकी जानकारी, नागरिकता सम्बन्धी जानकारी, आवेदकको सम्पर्क विवरण, जरुरी परेमा सम्पर्क गर्ने विवरण र अन्तिम हालको राजधानी सम्बन्धीको जानकारी चाहिँ तपाईँले एक एक गरेर भर्नुपर्ने हुन्छ। त्यो भरिसकेपछि तपाईँ नेक्स्ट गर्नुभयो भनेदेखि तपाईँको पिडिएफ गर्नुपर्ने एउटा एट्याच गर्ने फर्म आउँछ। एट्याच गर्ने र एट्याच चाहिँ नि सक्नुहुन्छ सजिलोमा गर्ने। सजिलो एट्याच गर्दाखेरि तपाईँलाई जुन कम साइजको हुन्छ त्यो गर्ने। त्यो गरेर चाहिँ नि भरेर एउटा पिडिएफ आउँछ। त्यो पिडिएफ चाहिँ नि अन्त्यमा चाहिँ डाउनलोड गर्न नबिर्सिने। सुनिहाल्दा पनि डाउनलोड गर्नुभयो भनेदेखि तपाईँले चाहिँ नि सजिलै आफ्नो पासपोर्ट चाहिँ भर्न सक्नुहुन्छ। अब यो यसमा चाहिँ जनसाङ्ख्यिकी जानकारीमा तपाईँको लास्ट नेम, फर्स्ट नेम, तपाईँको आफ्नो डेट हाल्ने हो। तपाईँ कहाँ बस्नुभयो, अब डेट अफ बर्थ कन्ट्री नेपाल भयो, नेसनालिटी नेपाली भयो, फादरको नेम, मदरको नेम सबै त अब जानिहाल्नुहुन्छ नि होइन। र नागरिकता सम्बन्धीको तपाईँको जानकारी चाहिँ नागरिकता त्यो नम्बर चाहिँ नि नागरिकता नम्बर हाल्ने विषयमा चाहिँ नि नेपालको नागरिकता नम्बरमा चाहिँ एउटा ड्यास हुन्छ। त्यो ड्यास चाहिँ नहालिकन सरर नम्बर मात्रै हाल्ने र स्पेसहरू पनि नहालिकन गर्नुभयो भनेदेखि तपाईँले यो पनि सजिलै भर्न सक्नुहुन्छ। र आवेदकको सम्पर्क विवरणमा पनि अब तपाईँको नेपालको घर कहाँ हो, के हो, यताउति नेपालको फोन नम्बर, बाबा मम्मी कसैको फोन नम्बर हाल्नुभयो भनेदेखि सजिलै चाहिँ त्यसले गर्न सकिन्छ। र जरुरी परेमा सम्पर्क गर्ने विवरण नेपालमा हुने मान्छेको विवरण हाल्नुपर्ने हुन्छ। त्यसमा बाबा मम्मी अथवा दाइ दिदी आफ्नो नजिकको मान्छेको चाहिँ हाल्नुभयो भने अति उत्तम हुनेछ। र अन्तिममा हालको विवरण, जुन हालको पासपोर्टको डेट एक्सपायर कहिले हुने हो, पासपोर्ट नम्बर के हो, कुन जिल्लाबाट निकालेको, इधर उधर तपाईँले हाल्नुभयो भनेदेखि त्यो चाहिँ सजिलै उस हुन्छ। र अहिले तलपट्टिको यो उसमा देखिए जस्तै 27, 28, 29 भनेर चाहिँ समय घट्दै गइरहेको छ। तपाईँले ध्यान दिनुपर्ने कुरा चाहिँ नि यो 30 मिनटभित्र तपाईँले भ्याइसक्नुपर्ने हुन्छ। सरसर्ती हेर्दा 30 मिनटमा भ्याइन्छ। त्यो भएको हुनाले मजाले काम गर्न सक्नुहुन्छ है त। केही बुझ्नु भएन भने कमेन्ट बक्समा कमेन्ट छोडिदिनु भयो भने त्यसपछिका फर्दर प्रोसेसहरू पनि म बताउने नै छु। अघि नै मैले भनिसकेँ, जुन तपाईँले घरमै पासपोर्ट उपलब्ध गराउन चाहनुहुन्छ भनेदेखि त्यो लेटर प्याड लिएर जान नबिर्सिनु होला भन्दै आजको भिडियो अन्त्यतिर आइरहेको छु। यो अन्तिमसम्म हजुरहरूले ध्यान दिएर हेरिदिनु भएकोमा आभार व्यक्त गर्दै, यति सजिलो तरिकाले तपाईँले जापानमै बसेर आफ्नो पासपोर्ट नवीकरण गर्न सक्नुहुन्छ भने किन पैसा खर्च गरी अरूलाई पासपोर्टको नवीकरण गरिदेऊ, पासपोर्टको फर्म भरिदेऊ भनेर भनिरहनु पर्ने अवस्था रहँदैन। आफ्नो काम आफै गर्ने बानी बसालौँ, खोजौँ। आफ्नो जुन आफ्नो जोहो हुन्छ, जुन आफ्नो चाहिँ कोजिन जोहोहरू चाहिँ बाहिर दियो भने त्यति उत्तम लाग्दैन मेरो हकमा। अरूहरूलाई पनि त्यस्तै लाग्छ होला। त्यो भएको हुनाले आफ्नो विवरण आफै भरौँ र आफ्नो काम आफै गरौँ। आफ्नो काम आफै गर्ने बानी बसालौँ। हस् त, धन्यवाद। K2 च्यानल हेर्न नबिर्सिनु होला। यस्तै नयाँ भिडियोको लागि सधैँभरि सम्झिरहनु होला।
लाइक, कमेन्ट, सब्सक्राइब गर्न